संसारमा बोकी जति कठिन परिस्थिति आए पनि तिमीले हुनदिनौ आमा केही पनि तिम्रो माया र ममता म सम्झिनेछु जहिले तिम्रो साथ कसरी व्यक्त गरौँ मै मेरा भावना सधैँ खुसी राख्न सकु तिमीलाई मेरी आमा जुनी जुनी रहोस् मेरो साथमा तिम्रो छाया तिम्रो आशीर्वाद अनि तिम्रो अजम्बरी माया दैवले सधैँ खुसी थमाइदिउँ तिम्रो हातमा सुस्ताउन पाऊँ सधैँ भरि तिम्रो काखमा झरनाको पानी भन्दा निश्चल तिम्रो ममता हिमाल चाहिँ विशाल तिम्रो सङ्घर्ष क्षमता तिनका सबै अप्ठ्यारा छेडेकले रुँदै सयो तिमीले तर पुछिदिन्थ्यौ मेरा सबै आँसु पछ्यौरीले ससाना आवश्यकता पुरा गर्न पछि हटेनौ हाम्रो भविष्यलाई लड्यौ आफै ख्याल गरेनौ महसुस हुँदैछ मेरा सबै भुलहरू आज पश्चाताप गर्दैछु म बिहान साँझ कि जानी नजानी मैले पीडा दिए होला तै भन्दैन त भाइ पहिला तै भन्दै तै हो हिरो होइन तै भन्दै पहिला अब सो गाइस सबैभन्दा फर्स्ट कुरा त के भन्दाखेरि यो भनेको चाहिँ अब हाम्रै गाउँठाउँमा पर्ने एउटा धाम एउटा भनौँ न पाथिभरा धाम एउटा हो र अहिले पहिले भन्दा पनि अहिले चाहिँ धेरै विकसित भइसकेको छ के भन्छ पहिले तर अहिले एकदमै चेन्जेस देखेँ मैले पहिले यस्तो केही नै थिएन अब अहिले फिलहाल चाहिँ सबै त भइसकेको छ मन्दिर सन्दिर अब अगाडिको तुलसीको बोटहरूको हुन्छ नि के भन्छ बनाएको त्यो चाहिँ मैले देखाउँछु लास्टमा फिलहाल चाहिँ त्यही हो पूजा गरियो सो राम्रो छ पाथिभरा एकदमै दामी छ है हामी त तपाईँहरू पनि आइदिनु घुम्न फेरि घुम्नु मन छ भने चाहिँ यहाँ आउँदा हुन्छ एकदमै बबाल ठाउँ छ सो गाइस अब त्यही चिसो वातावरण शान्त वातावरण छ लोकसभाहरू पनि राम्रो छ पूजा गर्नलाई यहाँ बनिन्छ कि जसले आएर पूजा गर्यो उसको मनकामनाहरू सबै इच्छाहरू पुरा हुन्छ भन्ने हामीलाई विश्वास छ राम्रो मन भएर आउनु सोचेर आउनु होइन ठाउँ आइपुग्यो है यहाँ चाहिँ जस्तो बनाइराखेको ठाउँ चाहिँ हो यदि अब हामी अरू कसैलाई पनि बनाउनु मन छ भने चाहिँ आफ्नो नाममा बनाउँदा चाहिँ हुन्छ है गाइस सो यस्तोहरू है आफ्नो नाममा बनाउनु चाहिँ यहाँनिर पाइने रहेछ आफ्नो नामको लागि केही दिँदा चाहिँ हुन्छ जो भर्खर बन्दै रहेछ बनिसकेको पनि छ देखाउला जाउँ हामी अगाडि सो यही हो कस्तो दामी छ कि ब्याकग्राउन्ड आमामा यो हो नि त सो यही गाइस गर्नु त के गर्नु कति हो यहाँनिर चाहिँ बनाइसकेर चाहिँ तपाईँले लास्टमा आफ्नो यसरी नामहरू दिन सक्नुहुन्छ है मेरो नाम बनाएको भनेर यहाँनिर चाहिँ दिइसकेको रहेछ अरू कसैले बनायो होला सायद होइन यो सेवा नै धर्म हो सायद हामी पनि सोचिरहेको छौँ आफ्नो नाममा एउटा यस्तै बनाएको अहिले दामी भइसकेको छ यहाँ हाम्रो गणेश भगवानको मूर्ति यहाँ पनि रहेको छ यहाँ राखेको छ हेर्नुहोस् न क्यामेराम्यान क्यामेरा यसो घुमी गर्ने हो क्यामेरा पैसा त एक ठाउँमा त बसिबस्छ सबैतिर घुम्ने हो यसरी अब